हेलो एन्ड नमस्कार साथीहरू, कस्तो छ तपाईँहरूको हालखबर? आशा छ सबै ठिकै छ होला। आज फेरि अर्को भिडियो लिएर म आइसकेको छु र पछिल्लो भिडियोमा जस्तै चाहिँ यो भिडियोलाई पनि माया गरिदिनु हुनेछ भन्ने मैले आशा राखेको छु। र यहाँ तपाईँले देख्न सक्नुहुनेछ एउटा परेवा, र यो परेवा चाहिँ परेवाको बच्चा हो। यो उड्न चाहिँ सक्दैन र आइन्सले चाहिँ यो देखेर चाहिँ म पाल्छु भनेर चाहिँ उसले परेवा लिएर आएको छ र उसले नाम पनि राखेको छ रोहिणी भनेर। र उसले चाहिँ परिवारलाई कसरी लिने भन्ने चाहिँ सिक्दैछ, ऊ डराउँछ पनि, तर पनि यो परिवारलाई चाहिँ उसले पाल्ने, म पाल्छु भनेर चाहिँ राखेको छ। र अहिले भने चाहिँ उसले परिवारलाई चाहिँ आफ्नो कार्डमा हालेर चाहिँ मलाई देखाइरहेको छ कि म चाहिँ यसलाई पाल्न सक्छु भनेर। तर यो भिडियो अपलोड हुँदासम्म चाहिँ यो परेवा उडी पनि सक्छ, किनभने यो उड्न लागेको छ यो परेवा चाहिँ। र आज चाहिँ हामी जाँदैछौँ मेरो माइती। आज चाहिँ नाइराको बर्थडे हो र बहिनी पनि त्यहीँ बसिरहेछ अहिले सुत्केरी भएको भएर। त्यही भएर नाइराको बर्थडे चाहिँ हामी त्यहीँ सेलिब्रेट गर्दैछौँ। त्यही भएर अब केही बेरपछि चाहिँ हामी जान्छौँ माइतीमा। र अब भने हामी चाहिँ माइती पनि पुगिसकेका छौँ र यहाँ चाहिँ नाइराको साथीको मम्मीहरू पनि आउनु भएको छ। अनि पहिलोचोटि बच्चालाई भेट्नु भएको भएर चाहिँ उहाँहरूले केही गिफ्टहरू दिनुभएको छ होइन। पाइन्छ अब यता भए र यहाँ चाहिँ बच्चा पार्टीहरू यहाँ गेम खेलिरहेको छ, म्याच च्यालेन्ज म्याच खेलिरहेको छ उनीहरू चाहिँ यहाँनिर मोबाइलमा। र अब केही बेरपछि चाहिँ हामी लाग्नेछौँ केक कटिङतिर। र यहाँ रहेको छ नाइराको बर्थडे केक र अहिले चाहिँ हामी वेट गर्दैछौँ क्यान्डलको लागि। यहाँ चाहिँ हामी सबैजना वेट गर्दैछौँ केक कटिङ कहिले हुन्छ भनेर। यहाँ क्यान्डल निकाल्नलाई चाहिँ मैले धेरै नै लेट गरिरहेछ। बल्ल बल्ल उसले चाहिँ क्यान्डल निकालेर अनि यहाँनिर केकमा राखिएको छ। अब भने चाहिँ बच्चाहरू पनि ह्याप्पी भइरहेछ, अब केक काट्नु पाउने भयो भनेर। र आज चाहिँ नाइराको 8th बर्थडे हो, 8 वर्ष भयो नाइरा। र नाइरालाई चाहिँ ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु म। सधैँभरि ज्ञानी हुनु। तिमी 3जना दाजुभाइको एउटा मात्रै बहिनी दिदी हो, त्यही भएर चाहिँ ज्ञानी हुनु, सबैलाई माया गर्नु भनेर भन्न चाहन्छु नाइरालाई। र यहाँ चाहिँ क्यान्डल बाल्न लागेको छ। दुईवटा मात्रै त्यो झिरझिरवाला क्यान्डल थियो अनि दुईजना दुईपट्टि समातेर बसिरहेछ बाल्ने भनेर। मलाई चाहिँ अहिले चाहिँ आइन्स देखेर के कुरामा चाहिँ सरप्राइज लाग्छ भन्दाखेरि, ऊ बच्चा बेलामा चाहिँ यस्तो यो झिरझिर यो आगो हुन्छ नि त्यस्तो देखेर चाहिँ ऊ डराउँथ्यो क्या। अनि आफ्नै बर्थडेहरूमा पनि उसले कहिले पनि त्यो झिरझिर बाल्दैन थियो। यस्तो झिरझिर बाल्न लागेको छ क्यान्डल भने ऊ कहिले अगाडि बढ्दैन थियो होइन। तर अहिले चाहिँ ऊ आफै म बाल्छु भनेर उसले यहाँनिर त्यो बहिनीसँग चाहिँ यसरी बालिरहेको छ।
Happy birthday to you. Happy birthday to you. Happy birthday. यो वाला पिस काट्नु न अनि हटा दियो नि चम्चा 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 काटेको छ नि बाबु मामुलाई तर इटिबल राख्नु पर्ने हो नि त होइन के खानु मिल्ने राख्नु र केक कटिङ पछि चाहिँ अब चाहिँ सबैलाई केक दिँदैछौँ र यहाँ चाहिँ नाइराले चाहिँ आफ्नो गिफ्टहरू हेर्दैछ के छ भनेर कसले के दियो भनेर र यहाँ चाहिँ मेरो काकीले बाबु लिइरहेको छ सानो पुकुले र भने चाहिँ म यहाँनिर चाहिँ केकलाई चाहिँ भाग लगाउँदैछु सबैलाई दिनको लागि र हामीहरूको नेपाली स्टाइल चाहिँ त्यही केक जुनमा आउँछ नि डब्बामा त्यही डब्बालाई टुक्रा गरेर त्यसैमा चाहिँ केक हालेर दिन्छौँ हामी चाहिँ होइन त्यो प्लेट चाहिँ उयो नगर्ने भनेर अनि यसरी नै यहाँ मिलाएर दिइरहेको छु कसको घरमा चाहिँ यस्तो गर्नु चाहिँ कमेन्ट गर्नुहोस् ल र अब यहाँ चाहिँ बच्चाहरूले चाहिँ खाइसकेको छ खानसाना सबै खाएर चाहिँ अब उनीहरू एकछिन खेल्दैछ र एकछिन खेलिसकेपछि चाहिँ अब हामी जान्छौँ घरतिर किनकि भोलि फेरि स्कुल जानु छ त्यही भएर चाहिँ हामी एकछिन बच्चालाई खेलाएर चाहिँ घर जाँदैछौँ र भन्दै चाहिँ यो भिडियोलाई म यहीँ एन्ड गर्न चाहन्छु अर्को भिडियोमा म फेरि तपाईँसँग भेट हुनेछ तबसम्मको लागि स्टे हेल्दी स्टे सेफ बाई बाई र वान्स अगेन ह्याप्पी बर्थडे टु यु नाइरा